नमस्कार। आज 2083 सालको साउन 23 गते हो, शनिबार। आज बिजुली छैन बिहानदेखि। बिहान 4 बजेदेखि भरे बेलुका 4 बजीसम्म नआउने सूचना गरेछ विद्युत। र यति बेला चाहिँ यो फलको सिजन हो। यो ड्राइगन फल क्याक्टसको एउटा प्रजाति, यसको चाहिँ सिजन हो यति बेला। यो हाम्रो छतकै माथि फलेको हो, छतबारीमै फलेको हो यो। र कतिजनाले भित्रबाट ठक्क फल झिक्यो खायो, अनि यो चाहिँ बोक्रा चाहिँ फ्याँक्यो गरेको मैले देखेँ। त्यस कारणले एउटा भिडियो बनाउँदैछु। यसलाई चाहिँ यो बाहिरको यो हरियो हरियो भाग चाहिँ यसरी काटिदिने। यसरी जति पनि छ बाहिरको यसरी काटिदिने सबै। अनि यसरी काटेपछि यसलाई खानालाई सबैले यसरी 2 फ्याक पार्नै पर्यो हैन। अनि यसलाई 2 फ्याक पार्यो, अनि यसको भित्रको यो चाहिँ निकाल्यो जुन खाने हो। र अधिकांश मानिसहरूले यो ठक्क खाने हैन, यो चाहिँ फ्याल्ने, फुत्ता फ्याल्ने गरेको मैले देखेँ। तर यसलाई पनि नफ्यालौँ, यो एकदम राम्रो। यो चियाका रूपमा यसलाई खान सकिन्छ, अथवा यत्तिकै पनि यसलाई काटेर तरकारीका रूपमा खान सकिन्छ। नभएदेखि यसलाई सुकाएर राखेर चिया खाँदा पनि एकदम राम्रो हुन्छ। यसको चिया स्वास्थ्यको लागि पनि राम्रो, र हेर्दाखेरि पनि रङ पनि एकदम राम्रो आउँछ। यसरी यसलाई काट्ने हैन, मसिनो गरेर यसरी काटेँ मैले। यसरी काटेपछि यसलाई चाहिँ सुकाउने। यहाँ मैले हिजो अस्तिदेखि खाएको यसरी नाङ्लामा सुकाइराखेको छु हैन। यसलाई पनि यहाँनिर सुकाइदिने। अनि यो सुकिसकेपछि 1-2 दिनमा सुकिहाल्छ यो घाममा। अनि ठ्याक्कै यसरी बोतलमा राख्ने। बोतलमा राखेर अनि यो पछि जति बेला यसको सिजन हुँदैन त्यति बेला यसको चिया पकाएर खाने। यसको चिया चाहिँ यस्तो हुन्छ। मैले अघि नै पकाउनु बिर्सेछु, अलि धेरै बेर पकाउनुपर्छ यसलाई, अलि एकछिनसम्म पकाउनुपर्छ। यसको अब यो बोक्रा समेतै खाए पनि हुन्छ, यसमा अलिकति कागती निचोरेर खाए पनि हुन्छ, यसमा मिश्री हालेर गुलियो बनाएर खाए पनि हुन्छ है। एकदम राम्रो हुन्छ। अनि छतमा यसमा धेरै मल पनि चाहिँदैन रहेछ यो फललाई। छतबारीमा रोप्यो भने पनि गजब हुन्छ। अब आफ्नो बारीको बजारबाट किनेर ल्याएर खाएको भन्दा कैयौँ